त्यो पल्लो तपाईँ यसरी आउने हो कि तपाईँले यसरी आएर यसरी छेकिदिनु भयो क्या त छेकेपछि तपाईँ ठोकिहाल्छ नि त यार म के रङ साइड म अरू के म दिदी म रङ साइडबाट आएको म अनि किन क्यामेरा हेर्नु दाइ तपाईँ क्यामेरा हेर्नु न तपाईँ आफै म यहाँबाट यसरी आइरहेको तपाईँ यसरी आएर यसरी आउनु भयो कि तपाईँले ओभरटेक त्यो साइडबाट गर्ने त यार अनि तपाईँ मेरो ओभरटेकमा आएर सट्टै हालिदिनु र त यार हौ कुरा नगर्नु न चोट लागेन यस्तो हो क्या सुन्नु मेरो कुरा सुन्नु तपाईँहरू यसरी आउनुभयो होइन यसरी आएर गाडी यसरी हाल्न मिल्दैन कि दिदी म पनि हेभी गाडी चलाउँछु बुझ्नु पनि मसँग लाइसेन्स छ अनि यसरी हालिदिएपछि मेरो गाडी ठोकिनु त म यस्तो सुन्नु न म चाहिँ के तपाईँसँग आएर ठोकेको हो र भन्नु त मेरो कहाँ ठोकेछ तपाईँ कहाँ ठोकेछ हेर्नु त ल अनि ल सोच्नु न तपाईँ आफै सोच्नु न अनि पछाडिको टायरले कसरी छुन्छ बाइकलाई भन्नु त ल कसरी यसरी आएपछि छुन्छ कि त्यसरी छुन्छ कि ल भन्नु भाइ तपाईँ आफै भन्नु होइन नि त्यो कुरा नगर्नु होइन ए तपाईँले च्यापेर अनि म त लडेँ होइन किन देखेन दाइ यार किन देखेन क्या दाइ यस्तो हो क्या तपाईँको अगाडि ठोकेको होइन मैले नदेखेँ तपाईँको यहाँ ठोकेछ क्या अनि कसको गल्ती हुन्छ भन्नु त ल सुन ए म यहाँबाट निस्केर यहाँ निस्केँ होइन त्यस्तो कुरा नगर्नु क्या दिदी तपाईँ त म एकदम स्लो थिएँ एकदम हेर्नु ए दिदी यस्तो हुन्छ क्या तपाईँहरू ओभरटेक गरेर यसरी जानुभयो नि त अन्त ठोकिन्छ क्या बुझ्नु पनि ए तपाईँले ओभरटेक मैले के पछाडिबाट ल्याएर ठोकेको यहाँ मैले पछाडिबाट ल्याएर ठोकेको यहाँ हेरिहाल्छु नि सिसी क्यामेरा हेर्नु न अनि मैले के पछाडिबाट ल्याएर टायरमा हानेको तपाईँको हौ कुरा हौ कुरा नगर्नु है कस्तो कुराहरू छ हो बाटोमा हिँड्ने मान्छे थाहा आएर यस्तो हो क्या दाइ यस्तो हो क्या सुन्नु मेरो क्यामेरा अफ थियो दाइ होइन अहिले भर्खर अन भएको क्यामेरा अफ थियो सुन्नु क्यामेरा अन भएको भए तपाईँको सिधै गल्ती देखिन्थ्यो सिसी क्यामेरा यहाँ पनि हुन्छ अहिले ट्राफिक आउँदैन उसले हेर्छ के यस्तो हो कि दिदी तपाईँहरू मेरो कुरा सुन्नु न एकचोटि पहिला सुन्नु तपाईँहरू मलाई ओभरटेक गर्नुभयो क्या मलाई ओभरटेक आफ्नो साइडबाट आउनुभयो सुन्नु अनि म के पछाडिबाट ल्याएर मैले पछाडिबाट ठोकेको भए त तपाईँको टायरमा लाग्छ त दिदी तपाईँ हेर्ने मान्छेहरू साइडमा छन् क्या दिदी हेर्ने मान्छेहरू साइडमा छन् होइन सुन्नु ए मैले ओभरटेक गर्नु खोजेँ यस्तो हो क्या दिदी यस्तो हो क्या तपाईँ कुरै बुझ्नु हो तपाईँहरू अगाडि बसेर हुँदैन क्या तपाईँ यस्तो यसरी आएर यसरी अगाडि गएपछि ठोकिहाल्छ क्या बाइक बुझ्नु पनि ल मेरो बाइकको सबै ह्यान्डल स्यान्डल तपाईँ फेरिदिनु म बनाइदिन्छु ल म तपाईँले त्यही भन्नुभयो ल म तपाईँको बनाइदिन्छु मेरो ह्यान्डल स्यान्डल सब बाइकको फेरिदिनु भएको त म त सहमतिमा के त नि ए दाइ यार हेर्ने मान्छेहरू छ क्या दाइ यार तपाईँ वरिपरि मान्छेहरूलाई सोध्नु के ए म अचानक आएको हावा कुरा गरेर एकदम यसो गर्दै गाडी कताबाट आइरहेछ हेर्दै नहेर्ने के साथीसँग गफ गर्दै एउटा क्यामेरा अगाडि पाएन ए दिदी त्यस्तो कुरा तपाईँ पनि नगर्नुहोस् होइन गाडीहरू अगाडिबाट ल्याएर यसरी हालेपछि ठोकिँदैन त गाडी यार
पुरै फुटाइदिएछ यार अन्डीको सरमा चिक्नेले। अबे हैंडल भुचा हो गया यार, हैंडल भांग गया हो गया। हाँ क्या बनाउन लाउनु पर्ने यार। मेरा हैंडल भांग गया है क्या? ये हैंडल भांग गया है। हाँ यस्तो भएको दाइ मैले सुन्नु न तपाईँ लुकिङ ग्लास हेर्नुभयो तर तपाईँ मेरो अफ थियो भन्दैछु त दाइ। अफ भएको अन भएको बेला तपाईँलाई अगाडि देखाएको थियो, तपाईँ त धेरै बोल्नै पाउनुहुन्थेन नि दाइ। त्यतिखेर अफ थियो क्या दाइ। यार सुन्नु न दाइ यार, मेरो हामीलाई बोल्न त दिनु दाइ यार। तपाईँ यस्तो ड्राइभर म पनि बुझ्नु पनि, मसँग सबै लाइसेन्स छ बुझ्नु पनि। तपाईँले 81 अगाडि आएपछि तपाईँकोबाट ठोकिहाल्छ क्या तपाईँ, बुझ्नु पनि। गफ गर्दै हुनुहुन्छ, मोटरसाइकलमा ध्यान थिएन, म हालकै सिटमा बसिरहेको छु, यसो हेर्छु किन हाम्रो गाडीतिर आइरह होला यो मोटरसाइकल, किनभने तपाईँ फेरि यहाँबाट निक्लिरहनु भएको। अनि तपाईँ ओभरटेक गरेर सँगै चप्कार ओभरटेक गरेपछि त अलिकति आइहाल्छ नि दिदी, छुँदैन। तपाईँले त सिधा आएको गाडीलाई पहिला जान दिनुपर्छ अनि आउन खोज्नु। तपाईँ यहीँबाट यो स्ट्रेट बाटोमा स्ट्रेट गाडीलाई पहिला जान दिनुपर्छ। अनि के म भित्रबाट निस्केको त म नै म चाहिँ के म पनि त स्ट्रेट आइरहेको थिएँ त। तपाईँ स्ट्रेट आइरहनु भएको थियो तर गाडी स्ट्रेट गइरहेछ भने किन लाइक त्योसँग जुझ्न आउनु भएको? म जुझ्न आएको त अब खालि जुझ्न आएको भनेर यार दिदी। यसरी अगाडि आएपछि ठोकिन्छ क्या दिदी, गाडीपट्टि भाँगिन्छ क्या दिदी। तपाईँ एकदम ध्यान दिनु भएको थिएन। हामी त 4 जनाको आँखा रोडमा छ, सबैजना वी आर विटनेस हुन्छ नि। तपाईँको यो उसमा तपाईँले यो क्यामेरा अन गर्नु भएको थियो कि भएको थिएन? क्यामेरा अन भएको भए तपाईँलाई म देखाइहाल्थेँ क्या सबै कुराहरू। त्यतिखेर क्यामेरा अन थिएन, बुझ्नु भने। किनभने यहाँ 4 जना छ विटनेस, उहाँ एकजना। दिदी बाहिरको मान्छेहरू थियो अघि भन्ने होइन, तपाईँहरू गइसक्यो मान्छेहरू, त्यस्तो विटनेसमा त म पनि देखाउँथेँ। अघि बाहिरको मान्छेले तपाईँको गल्ती थियो। अब त्यो नचिनेको मान्छेलाई म कसरी बोलाउँदा अब यार। हामी 4 जनाले हेरिरहेछौँ, तपाईँको नेग्लिजेन्सी छ यसमा, त्यही भएर तपाईँ ठोकिनु भयो। हामी सिधा हिँडिरहेछौँ, तपाईँलाई यसरी साइडबाट आउनु भयो। यस्तो कुरा नगर्नु क्या दिदी, त्यस्तो कुरा गर्नु हुँदैन। तपाईँले लाइक म हेर्नु, म पनि ड्राइभ गर्छु, म पनि बाइक चलाउँछु, मलाई थाहा छ। लाइक त्यही त म तपाईँसँग पछाडिबाट आएर ठोकिन आएको होइन त्यहाँ। तपाईँ डिस्ट्र्याक्ट होइन होइन, तपाईँ हामी एउटा सभ्य मान्छे मिलेर गरौँ, तपाईँको हामी बनाइदिन्छौँ, हाम्रो तपाईँ बनाइ। ए हुन्छ, त्यो मजाले हुन्छ, मजाले हुन्छ ल, हुन्छ। बनाउनुहुन्छ पुलिस केस पनि नगर्नु, आफ्नो आफ्नै बनाउबाट आउँछ यो त धेरै लफडा आउँछ पुलिस केसमा गयो भने त। ए जानु 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 जानु, केटीहरूसँग बोल्न सकिँदैन बे, के भन्ने बे। जानु 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 रिसाउनु के तपाईँसँग म किन रिसाउँछु? जानु जानु जानु। राम्रोसँग हेरेर बाइक चलाउनु। अघि मेरो आँखै छैन दिदी, त म हेरै सक्दैन, म त अन्ध छु क्या अरे, म त अन्ध छु अरे। त्यही त हावा कुरा जानु न त, भइदिएको सकेको त नि। हावा कुरा गर्छ एकदम एकदम क्या मैले नमजा गराइदियो यार। त्यो गाडी हो क्या दाइ, यस्तो चाहिँ गाडी यसरी आइदियो क्या, अगाडि आएपछि झ्याम्म, अनि त्यसको पछाडिको टायरमा यो लाग्यो क्या मेरो, अनि म लोटेको हो क्या। अघि हेर्ने मान्छेहरूले मैले भनिरहेको थिएँ क्या, त्यहाँ भनिरहेको थियो, तिनीहरू गएको, अब तिनीहरूलाई कहाँ खोज्नु जान्छु म यार। छोड्दै जाउँ है। मुडै खराब भएको भए पुरै म्याच लास्ट खाते रहेछ मान्छे यार। होइन ह्यान्डल बाङ्गे छैन बे, तल आयो कि जस्तो लाग्यो, अलिकति दब्यो बे, यो फुट्यो बे, म्याच तल पुगेको बे।